हिजो चाहिँ हामीले केही इकोनोमिक्सका डेफिनेसनहरू जुन चाहिँ एडाम स्मिथ, अल्फ्रेड मार्सल र लियोनिल्स रोबिनले दिएका थिए त्यो डेफिनेसन्सहरूको बारेमा हेऱ्यौँ। अब चाहिँ आज स्कोप अफ इकोनोमिक्स भनेर हेऱ्यौँ। स्कोप अफ इकोनोमिक्स भनेका अर्थशास्त्रका क्षेत्रहरू अर्थशास्त्र कुन कुन क्षेत्रमा प्रयोग हुन्छ, कुन कुन एरियामा इकोनोमिक्स कुन कुन क्षेत्रमा युज हुन्छ भन्ने कुरा भन्छ। स्कोप मिन्स द टोटल एरिया or coverage of a particular subject of concern. Some of the areas where economics is studied are as follows. के इकोनोमिक्स पढिने क्षेत्रहरू कुन कुन क्षेत्रमा युज हुन्छ भन्ने कुरा तल भनेको छ। यो भनेको एउटा पर्टिकुलर सब्जेक्ट, एउटा निश्चित विषयले कत्रो एरिया, कत्रो क्षेत्र समावेश गर्छ भन्ने कुरा हो। हेरौँ कन्जम्सनमा यस्तो के हेर्छ भन्दाखेरि पिपलले मान्छेहरूले चाहिँ कसरी केही वस्तु तथा सेवाहरू कसरी किन्छन् र उपभोग गर्छन् भन्ने कुरा हो। अब हेरौँ प्रोडक्सन। इट स्टडिज हाउ द गुड्स एन्ड सर्भिसेस आर प्रड्युस्ड इन द इकोनोमी। इकोनोमिक्सले यो अर्थतन्त्रमा चाहिँ वस्तु तथा सेवाहरू कसरी उत्पादन हुन्छन् भन्ने कुराको अध्ययन गर्ने हुनाले त्यो क्षेत्रमा पनि इकोनोमिक्सको युज हुन्छ। एक्सचेन्ज। इट अल्सो स्टडिज हाउ द गुड्स अर सर्भिसेस अर मनी इज एक्सचेन्ज्ड इन एन इकोनोमी। एउटा नेसनभित्र मात्र नभएर इन्टरनेसनली रूपमा नै कसरी एक्सचेन्ज भइरहेको छ, एक देशबाट अर्को देशमा कसरी एक्सचेन्ज भइरहेको छ भन्ने कुरा सिकाउनमा स्टडी गर्नमा यसले हेल्पफुल हुन्छ। अनि डिस्ट्रिब्युसनमा हेल्पफुल हुन्छ। डिस्ट्रिब्युसनमा कसरी एउटा इकोनोमीमा चाहिँ कसरी गुड्स र सर्भिसेसहरू सोल्ड भइरहेको छ है, वस्तु तथा सेवाहरू एउटा अर्थतन्त्रमा कसरी बेचिरहेको छ, कुन तरिकाबाट बेचिँदैछ भन्ने कुरा अध्ययन गर्न पनि युज हुन्छ इकोनोमिक्स डिस्ट्रिब्युसनमा। इकोनोमिक डेभलपमेन्टमा युज हुन्छ। इकोनोमिक डेभलपमेन्टमा भन्नाले जस्तै एउटा कन्ट्रीको इकोनोमिक डेभलपमेन्ट विकास भएको छ कि छैन, त्यहाँका जनताहरूको लिभिङ स्ट्यान्डर्ड बढेको छ कि छैन भन्ने कुरा स्टडी गर्न पनि इकोनोमिक्स युज हुन्छ। इकोनोमिक्सका क्षेत्रहरू भने मैले कन्जम्सन उपभोग, प्रोडक्सन उत्पादन, एक्सचेन्ज सटही, डिस्ट्रिब्युसन बाँडफाँड र इकोनोमिक डेभलपमेन्ट आर्थिक विकास। यिनी नै अर्थतन्त्रका केही क्षेत्रहरू हुन् है, जहाँ चाहिँ इकोनोमिक्स अर्थशास्त्रको अध्ययन युजफुल हुन्छ। अब हेरौँ कि इकोनोमिक साइन्स र आर्ट के हो त भनेर हेरौँ है। इकोनोमिक्सलाई साइन्स पनि भनेको छ र आर्ट पनि भनेको छ। त इकोनोमिक्स के हो? इकोनोमिक्स इज साइन्स बिकज इट इज एन अर्गनाइज्ड बडी अफ नलेज where relevant facts are collected, observed and analyzed systematically. Scientific methods are followed in economics. इकोनोमिक्स साइन्स हो रे। अर्थशास्त्र साइन्स हो भनेको छ। किन साइन्स हो तर? अर्थशास्त्रलाई साइन्स हो त भन्यो है, तर किन साइन्स हो त भन्दाखेरि किनभने चाहिँ अर्थशास्त्रमा पनि साइन्सको जस्तै केही तथ्यहरू डेटाहरू एक्ज्याक्ट रूपमा लिनुपर्ने हुन्छ। हामी नेसनल इन्कम क्यालकुलेसन गर्न चाहिँ गर्दाखेरि एक्ज्याक्ट डाटा लिनुपर्ने हुन्छ कि त्यो हचुवाको भरमा लिएर डेटा हुँदैन। एक्ज्याक्ट डेटाहरू कलेक्ट गर्नुपर्छ, त्यसलाई गहिरो अध्ययन गर्नुपर्छ, त्यसको अब्जर्भेसन गर्नुपर्यो, अनि फेरि मात्र हामीले एउटा रिपोर्ट तयार पारेर प्रेजेन्ट गर्न सक्छौँ। साइन्टिफिक मेथड्सहरू पनि इकोनोमिक्समा युज हुन्छन्। विभिन्न थ्योरीहरू साइन्सको जस्तै इकोनोमिक्समा युज हुन्छन्। त्यसैले चाहिँ इकोनोमिक्सलाई साइन्सको रूपमा हेरिन्छ र इकोनोमिक्सलाई आर्ट पनि भनिएको छ। इकोनोमिक्स इज एन आर्ट बिकज इट लेज डाउन सर्टेन रुल्स एन्ड डिरेक्सन्स टु अचिभ स्पेसिफिक गोल्स एट गुड रिजल्ट। इकोनोमिक्सलाई आर्ट किन भनेको छ भने चाहिँ यसले चाहिँ त्यो अब हामी नेसनल इन्कम त क्यालकुलेट गर्छौँ है, तर नेसनल इन्कम क्यालकुलेसन गर्नको लागि मान्छे चाहिएला। एकजनाले त हुँदैन नि त। यत्रो नेपालभरि 3 करोड मान्छेको नेसनल इन्कम क्यालकुलेसन गर्नको लागि एकजना मान्छे पर्याप्त हुँदैन। लगभग 200-300 जना मान्छे चाहिए। तिनीहरूलाई कसरी हायर गर्ने, तिनीहरूको स्यालेरी कति तोक्ने भन्ने कुरा एउटा रुल्स बनाइदिएको हुन्छ उनीहरूको लागि। यो रुल्सभित्र रहेर मात्र क्यालकुलेसन गर्नु भनेर उनीहरूलाई पनि एउटा अर्डर दिएको हुन्छ। सो केही रुल्स र डिरेक्सन्सहरू देखाउने हुनाले इकोनोमिक्सलाई आर्ट पनि भनिएको छ।
फ्याक्टमा आधारित हुनाले, तथ्यमा आधारित भएका हुनाले साइन्स बनेको छ। केही रुल्स र डिरेक्सन्सहरू पनि देखाउने भएकोले आर्ट बनेको छ है। इक्जाम्पलको लागि, इफ पोभर्टी इज रिमुभ फ्रम द सोसाइटी द वेलफेयर अफ द सोसाइटी विल बी रेज। यदि सोसाइटी, समाजबाट गरिबी निवारण भयो भने चाहिँ त्यो समाजको वेलफेयर बढेर जान्छ, त्यहाँको त्यो समाजको हित बढेर जान्छ भनेर भनेको छ। सो एनालाइसिसबाट हामी यो के कन्क्लुड गर्न सक्छौँ भने चाहिँ इकोनोमिक्स चाहिँ दुइटै साइन्स र आर्ट हो। मैले के भने, साइन्स किन भनिएको हो, किनभने चाहिँ यो फ्याक्टहरू, थ्योरिजहरू, एक्सपेरिमेन्टहरूमा आधारित हुन्छ। आर्ट किन भनिएको हो, केही रुल्स, रेगुलेसन्स र डिरेक्सन्सहरू प्रोभाइड गरिएको हुनाले इकोनोमिक्सलाई आर्ट पनि भनिएको हो है। अब चाहिँ हेरौँ पोजिटिभ इकोनोमिक्स र नर्मेटिभ इकोनोमिक्स। पोजिटिभ इकोनोमिक्स इज डिफाइन्ड एज अ बडी अफ सिस्टमाटाइज नलेज रिलेटेड टु वाट इट इज बेस्ड अन फ्याक्ट्स। सकारात्मक विज्ञानले अर्थतन्त्रमा वास्तवमा के भइरहेको छ भन्ने तथ्य र कारण परिणाम सम्बन्धको अध्ययन गर्छ। यसले अर्थतन्त्रमा के भइरहेको छ भनेर अध्ययन गर्छ। यसले चाहिँ करेन्टली रूपमा इकोनोमीमा के भइरहेको छ भन्ने कुराको बारेमा स्टडी गर्ने गर्छ। जसले अहिले क्वेसन एराइज भयो है, बाहिर के भइरहेको छ भन्दाखेरि घाम लागेको छ भने घाम लागिरहेको छ, पानी परिरहेको छ भने चाहिँ पानी परिरहेको छ भन्ने एन्सर आउन सक्छ है हजुरहरूबाट। त्यसले चाहिँ पोजिटिभ इकोनोमिक्स भनेर भनिन्छ। नर्मेटिभ इकोनोमिक्स इज डिफाइन्ड एज अ बडी अफ नलेज रिलेटेड टु वाट ought to be. It is based on values and opinions. मानकात्मक विज्ञानले अर्थतन्त्र कस्तो हुनुपर्छ वा के गर्नुपर्छ भन्ने विषयमा मूल्याङ्कन र सुझाव दिन्छ। यसले अर्थतन्त्रमा के गर्नुपर्छ भन्ने कुरा सिकाउँछ। जस्तै इक्जाम्पलको लागि वेदर फरकास्टिङमा है, मैले तपाईँहरूलाई सोधेँ भोलि कस्तो छ त मौसम, पानी पर्ने छ कि छैन भनेर सोधेँ। तपाईँहरूले पनि वेदर फरकास्टिङलाई हेर्नुभयो, वेदरलाई भोलि पानी पर्ने सम्भावना छ भन्नुभयो है। अनि फेरि मैले तपाईँलाई क्वेसन रेज गरेँ कि भोलि पानी पर्ने सम्भावना छ भने चाहिँ तपाईँहरूले के गर्नुहुन्छ भन्ने। अनि तपाईँहरू के भन्नुहुन्छ भने चाहिँ म बाहिर हिँड्दा छाता बोक्छु वा रेनकोट बोक्छु भनेर भन्नुहुन्छ। आफ्नो सेफ्टी मेजर लिएर हिँड्छु भन्नुहुन्छ है। अनि फेरि त्यो भोलि के गर्नुपर्छ भन्ने कुरा सिकाउने भनेको हो नर्मेटिभ इकोनोमिक्स। आज के भइरहेको छ भन्ने कुरा तथ्य र कारण परिणामसहित देखाउँछ भने चाहिँ त्यो चाहिँ पोजिटिभ इकोनोमिक्स। अब मैले बाहिर पानी परिरहेन भनेर पनि भन्न सक्दैन, किनभने चाहिँ त्यो चाहिँ फ्याक्ट छ, ट्रुथ छ, अनि फेरि त्यसको एफेक्ट छ है, अनि सल्युसन पनि छ नि त। त्यो बाहिर हजुर देखाउन सक्नुहुन्छ, झ्याल बन्द छ भने झ्याल खोलेर देखाउन सक्नुहुन्छ, पानी परिरहेको छ भनेर देखाउन सक्नुहुन्छ। सो त्यो फ्याक्टमा आधारित छ, त्यसलाई पोजिटिभ इकोनोमिक्स भनिने भयो। जुन चाहिँ आफ्नो भ्याल्यु, ओपिनियन आफूले इमेजिन गरेको हो त्यो कुरा चाहिँ नर्मेटिभ इकोनोमिक्स भयो। त्यो भोलि हुन पनि सक्छ, हुन पनि सक्दैन, हामीले यस्तो हुनुपर्छ भनेर इमेजिन मात्रै गर्ने हो, त्यो चाहिँ नर्मेटिभ इकोनोमिक्स हो। अब चाहिँ इकोनोमिक्सको इम्पोर्टेन्सहरू हेरौँ है। सम अफ द इम्पोर्टेन्स अफ इकोनोमिक्स। Increase in knowledge. It helps people to understand the economic system and the functioning of economy. It helps in study of monetary policy, fiscal policy, tax policy. इकोनोमी अर्थतन्त्रले कसरी काम गरिरहेको छ र त्यो अर्थतन्त्रको सिस्टमको बारेमा बुझ्नको लागि चाहिँ यसले हेल्प गर्छ इकोनोमिक्सले। जस्तै मोनेटरी पोलिसी, मौद्रिक नीति, फिस्कल पोलिसी, वित्त नीति, ट्याक्स पोलिसी भनेको कर नीतिहरूको बारेमा बुझ्नको लागि हेल्प गर्छ इकोनोमिक्सले। इम्पोर्टेन्स फर कन्ज्युमर्स. इकोनोमिक्स टिचेस हाउ टु मेक द बेस्ट पोसिबल युज अफ द फन्ड्स अभाइलेबल एमङ डिफ्रेन्ट अल्टरनेटिभ्स. डिफ्रेन्ट अल्टरनेटिभ्सहरूमध्येबाट कसरी चाहिँ त्यो फन्ड्सको बेस्ट पोसिबल युटिलाइजेसन गर्ने त, राम्रोभन्दा राम्रो क्षेत्रमा कसरी युटिलाइज गर्ने फन्डलाई भन्ने कुरा सिकाउनलाई हेल्प गर्छ कि इकोनोमिक्सले। कन्ज्युमरलाई सिकाउँछ कसरी चाहिँ त्यो डिफ्रेन्ट अल्टरनेटिभ्सहरूमा अभाइलेबल फन्डलाई कसरी बढीभन्दा बढी युटिलाइज गर्ने त भन्ने कुरा सिकाउँछ। हेल्पफुल इन इन्टरनेसनल कम्पेरिजन. इन्टरनेसनल कम्पेरिजनमा हेल्पफुल हुन्छ। स्टडी अफ
national income, economic growth and development have the comparison among countries. एउटा देशको नेसनल इन्कम र अर्को देशको नेसनल इन्कम क्यालकुलेसन गर्दा दुइटै बिचको नेसनल इन्कममा कुन बढी छ, जस्तै नेपाल र अमेरिकाको कम्पेरिजन गर्दाखेरि अमेरिकाको राम्रो हुनसक्छ है। अमेरिकाको राम्रो छ भनेपछि यसले कम्पेरिजन गर्यो नि त नेपाल र अमेरिकाको बिचमा, हामीलाई थाहा भयो अमेरिकाको राम्रो छ भन्ने कुरा। सो यो कम्पेरिजन इन्टरनेसनल कम्पेरिजनमा पनि हेल्पफुल हुन्छ। अनि सिग्निफिकेन्स फर प्रड्युसरको लागि पनि यो इम्पोर्टेन्ट छ। प्रड्युसर्स अटेन द नलेज अफ प्रड्युसिङ द म्याक्सिमम क्वान्टिटी अफ गुड्स एट मिनिमम कस्ट। एकदमै न्यून लागतमा सिग्निफिकेन्स फर प्रड्युसरको लागि पनि यो इम्पोर्टेन्स छ। प्रड्युसर्स अटेन द नलेज अफ प्रड्युसिङ द म्याक्सिमम क्वान्टिटी अफ गुड्स एट द मिनिमम कस्टमा एकदमै कम लागतमा धेरैभन्दा धेरै सामान कसरी उत्पादन गर्ने र त्योमा बेस्ट क्वालिटी कसरी राख्ने भन्ने कुरा सिकाउनको लागि, त्यसको नलेज दिनको लागि प्रड्युसरको लागि पनि इम्पोर्टेन्ट छ। सिग्निफिकेन्स फर वर्कर्सहरूको लागि पनि यो इम्पोर्टेन्स छ अरे। कसरी भन्दाखेरि स्टडी अफ इकोनोमिक्स इनेबल्स वर्कर्स टु अन्डरस्ट्यान्ड देयर सिग्निफिकेन्स इन द प्रोडक्सन प्रोसेस। अर्थशास्त्रको अध्ययनबाट वर्कर्सले के थाहा पाउँछन् भने चाहिँ उनीहरूको चाहिँ उत्पादन प्रोसेसमा, उत्पादन प्रक्रियामा आफ्नो कति ठुलो भूमिका छ भन्ने कुरा चाहिँ वर्कर्सले थाहा पाउने गर्छन् इकोनोमिक्सको स्टडीबाट। सो इकोनोमिक्स यी क्षेत्रहरूमा इम्पोर्टेन्स छ। यसले नलेज इन्क्रिज गर्नमा हेल्प गर्छ। कन्ज्युमरको लागि यो इम्पोर्टेन्ट छ। इन्टरनेसनल कम्पेरिजनमा यो अन्तर्राष्ट्रिय कम्पेरिजन भनेको के अरे, कम्पेरिजन भनेको एकअर्काको एकदेखि एउटा र अर्को देश बिचको चाहिँ तुलना है। तुलना नै भनिन्छ है कम्पेरिजनलाई। अन्तर्राष्ट्रिय तुलना गर्नमा मद्दत गर्छ। अनि फेरि प्रड्युसरको लागि, उत्पादकको लागि इम्पोर्टेन्स छ। त्यसै गरी वर्कर, कामदारहरू, इम्प्लोइको लागि पनि। गुड्स एन्ड सर्भिसेस, वस्तु तथा सेवाहरू। वस्तु तथा सेवामा के हेरौँ भने चाहिँ अब वस्तु भनेको के हो र सेवा भनेको के हो, गुड्स भनेको के हो र सर्भिसेस भनेको के हो है। इन इकोनोमिक्स द टर्म गुड्स रेफर्स टु मटेरियल एन्ड नन मटेरियल थिङ्स विच सेटिस्फाइज ह्युमन वान्ट्स। इन इकोनोमिक्स अर्थशास्त्रमा गुड्स वस्तु भन्नाले चाहिँ मटेरियल्स र नन मटेरियल्स कुराहरू जसले चाहिँ मान्छेको चाहनालाई फुलफिल गर्छ त्यसलाई चाहिँ हामी गुड्स भनेर भन्छौँ है। मटेरियल वा नन मटेरियल। मटेरियल भनेको त्यस्तो वस्तु जसलाई हामी देख्न सक्छौँ, छुन सक्छौँ, फिल गर्न सक्छौँ, त्यसलाई चाहिँ मटेरियल भनेर भनिन्छ। द गुड्स द्याट वी क्यान टच, फिल, सी इज मटेरियल गुड्स एन्ड दोज गुड्स विच वी क्यान नट टच, वी क्यान नट सी बट वी क्यान ओन्ली फिल। त्यस्तो वस्तु जसलाई चाहिँ हामी देख्न पनि सक्दैनौँ, छुन पनि सक्दैनौँ, तर महसुस गर्न सक्छौँ, त्यस्तो वस्तुलाई चाहिँ हामी नन मटेरियल थिङ्स भनेर भन्छौँ है। यिनीहरूले चाहिँ हाम्रो ह्युमन वान्ट्स, मानवको असीमित चाहनाहरूलाई चाहिँ फुलफिल गर्ने काम गरिरहेका हुन्छन्। गुड्स आर अफ टेन्जिबल नेचर वाइल सर्भिसेस आर अफ इन्टेन्जिबल नेचर। गुड्सहरू चाहिँ टेन्जिबल हुन्छन् रे नेचरमा। वस्तुको प्रकृति टेन्जिबल हुन्छ। टेन्जिबल भनेको देख्न सकिने हुन्छ। सर्भिसेसको प्रकृति, सर्भिसेस कस्तो हुन्छ भने चाहिँ नदेखिने हुन्छ, हाम्रो आँखाले नदेखिने हुन्छ। इक्जाम्पलको लागि हामी डक्टरको वहाँ जान्छौँ, डक्टरको वहाँबाट मेडिसिन ल्यायौँ, त्यो चाहिँ मटेरियल गुड्स हो। किनभने चाहिँ मेडिसिनले हामी देख्न पनि सक्छौँ, छुन पनि सक्छौँ, त्यो चाहिँ मटेरियल्स गुड्स भयो। सर्भिसेस भनेको डक्टरले हामीलाई गरेको चेकअप, जुन हामी देख्न पनि सक्दैनौँ, छुन पनि सक्दैनौँ है, तर हामीलाई एउटा महसुस हुन्छ, डक्टरले हेरेर चाहिँ म ठिक भएको हो भन्ने महसुस हुन्छ, हो त्यसलाई चाहिँ सर्भिसेस भनेर भनिन्छ है।
अब गुड्सका धेरै प्रकारहरू छन्। केही प्रकारहरू हेरौँ है, गुड्स कति प्रकारका छन् भनेर हेरौँ। मटेरियल एन्ड नन मटेरियल गुड्सहरू, मटेरियल र नन मटेरियल गुड। द गुड्स माथि भनेको जस्तै मैले, द गुड्स द्याट क्यान बी सिन एन्ड टच्ड आर मटेरियल गुड। यस्तो वस्तु जो चाहिँ देख्न पनि सकिन्छ र छुन पनि सकिन्छ, त्यस्तो वस्तुलाई हामी मटेरियल गुड्स भन्छौँ। इक्जाम्पलको लागि हाम्रो कपी, बुक, पेन्सिल, त्यसपछि डेस्क, बेन्च, ब्याग एट्सेट्रा एट्सेट्रा है। अनि फेरि द गुड्स द्याट क्यान नट बी टच्ड एन्ड सिन आर नन मटेरियल गुड्स। यस्तो वस्तु जो चाहिँ हामी छुन पनि सक्दैनौँ, देख्न पनि सक्दैनौँ, त्यस्तोलाई चाहिँ नन मटेरियल गुड्स भनेर भन्छौँ। इक्जाम्पलको लागि लभ। अब हामी कति लभ गर्छौँ, हाम्रो भाइ बहिनी होला, हामी हाम्रो भाइ बहिनीलाई कति माया गर्छौँ, त्यो हजुरहरू नाप्न सक्नुहुन्छ कि देख्न सक्नुहुन्छ कि छुन सक्नुहुन्छ। तर एउटा फिल भन्ने हुन्छ नि त। अब हामीलाई केही सुई लाग्यो अरे है हाम्रो हातमा, त्यो सुईले हामीलाई कति दुख्यो भनेर हामी देख्न पनि सक्दैनौँ, त्यसलाई छुन पनि सक्दैनौँ कति दुख्यो भनेर है। तर एउटा फिल हुन्छ नि त हामीलाई। सानो केही हुँदाखेरि पनि अय्या दुख्यो भन्ने त फिल हुन्छ नि त, हो त्यसलाई नै नन मटेरियल गुड भनेर भन्छौँ। त्यसपछि अर्कोमा चाहिँ छ फ्री एन्ड इकोनोमिक गुड। फ्री र इकोनोमिक गुड भनेको के हो त है। द गुड्स प्रोभाइडेड बाई नेचर विथआउट एनी कस्ट आर कल्ड फ्री गुड्स। यस्ता वस्तुहरू जो चाहिँ प्रकृतिले नै हामीलाई दिएका छन्, कुनै पनि लागत बिना, कुनै पनि हामीबाट एक पैसा पनि नलिएर फ्री रूपमा हामीलाई दिएको छ, त्यस्तो वस्तुलाई चाहिँ हामी इकोनोमिक गुड्सको बारेमा। इकोनोमिक गुड्स भनेको द गुड्स प्रड्युस बाई ह्युमन बाई युजिङ भेरियस फ्याक्टर्स अफ प्रोडक्सन इज नोन एज इकोनोमिक गुड्स। इक्जाम्पलको लागि सुज, क्लथ, मेडिसिन एट्सेट्रा। इकोनोमिक गुड्स भनेको जसलाई चाहिँ ह्युमनले भेरियस फ्याक्टर्स अफ प्रोडक्सन भनेको त्यो गुड्स, त्यो वस्तु उत्पादन गर्न चाहिने विभिन्न उत्पादन तत्त्वहरू, जस्तै फ्याक्टर्स अफ प्रोडक्सनभित्र के पर्छ भनेपछि ल्यान्ड पर्यो, लेबर पर्यो, मसिन, म्यान, अनि क्यापिटल, यो सबै कुराहरू पर्छ है। ल्यान्ड किन पर्यो भनेपछि एउटा म्यानुफ्याक्चर गर्नको लागि, केही सामान उत्पादन गर्नको लागि कम्पनी चाहियो, त्यो कम्पनी खोल्नको लागि जग्गा जमिन चाहियो, सो ल्यान्ड भयो। अनि फेरि त्यसपछि चाहिने भनेको लेबरले चाहिँ के गर्छ भने, लेबर भनेको ह्युमन रिसोर्स भनिन्छ अहिले चाहिँ लेबरलाई, लेबर भन्न मिल्दैन। सो ह्युमन रिसोर्सेसहरूले चाहिँ कम्पनी खोलेर मात्र हुँदैन, कम्पनीमा काम गर्ने, अनि फेरि त्यसमा गुड्सहरू, वस्तुहरू उत्पादन गर्न चाहिँ मान्छे चाहिन्छ। सो ह्युमन रिसोर्सेस भनेको त्यो मान्छेहरू हुन्। अनि फेरि त्यसपछि क्यापिटल चाहियो। ह्युमन रिसोर्स र ल्यान्डले मात्र हुँदैन, अर्गनाइजेसनमा कुनै पनि वस्तु उत्पादन गर्न फर्स्ट र मटेरियल्स, कच्चा पदार्थहरू चाहिन्छ। त्यो कच्चा पदार्थ ल्याउनको लागि पैसा चाहिन्छ। सो ल्यान्ड, लेबर, क्यापिटल, यस्तो वस्तुहरूलाई नै फ्याक्टर्स अफ प्रोडक्सन भनेर भनिन्छ। त्यसै गरी द गुड्स, यस्तो वस्तुहरू जुन चाहिँ ह्युमनले यी विभिन्न फ्याक्टर्स अफ प्रोडक्सनलाई युज गरेर उत्पादन गरेका हुन्छन्, त्यस्तो वस्तुलाई नै इकोनोमिक गुड्स भनेर भनिन्छ। इक्जाम्पलको लागि सुज, क्लथ, अनि फेरि मेडिसिन। त्यसै गरी अर्को चाहिँ छ ट्रान्सफरेबल एन्ड नन ट्रान्सफरेबल गुड्स भनेर छ अर्को। Transferable and non-transferable goods. The goods and services whose ownership can be changed from person to person are called transferable goods. अब चाहिँ हेरौँ फ्री एन्ड इकोनोमिक गुड्सको बारेमा है। फ्री एन्ड इकोनोमिक गुड्स भनेको यस्तो गुड्स, फ्री गुड्स भनेको द गुड्स प्रोभाइडेड बाई नेचर विथआउट एनी कस्ट आर कल्ड फ्री गुड्स है। इक्जाम्पलको लागि सनलाइट, एयर, एट्सेट्रा। प्रकृतिले नै, नेचरले नै हामीलाई विथआउट एनी कस्ट, कुनै पनि पैसा बिना, कुनै पनि लागत बिना फ्रीमा दिएका वस्तुहरूलाई चाहिँ हामी फ्री गुड्स भनेर भन्छौँ। इक्जाम्पलको लागि सनलाइट, के हामीले सनलाइट किनेका हो कि त सनलाइटलाई, सूर्यलाई मान्छेले बनाएको हो, त्यो हुँदैन नि त, त्यो नेचरले दिएको हो, विथआउट एनी कस्ट दिएको हो, त्यसैले त्यसलाई फ्री गुड भनेर भनिएको छ। सनलाइट, एयर एट्सेट्रा है, यस्तै अरू वस्तुहरू।
त्यसै गरी द गुड्स प्रड्युस बाई ह्युमन बाई युजिङ भेरियस फ्याक्टर्स अफ प्रोडक्सन इज नोन एज इकोनोमिक गुड्स। विभिन्न फ्याक्टर्स अफ प्रोडक्सनहरू युज गरेर यदि मान्छेले बनाएको वस्तुलाई चाहिँ इकोनोमिक गुड्स भनेर भनिन्छ। फ्याक्टर्स अफ प्रोडक्सन भन्नाले उत्पादनमा चाहिने तत्त्वहरू के हुनसक्छ, जस्तै ल्यान्ड, लेबर, क्यापिटल, अर्गनाइजेसन, यिनीहरू भनेका फ्याक्टर्स अफ प्रोडक्सन हुन्। ल्यान्ड किन चाहियो? एउटा वस्तु निर्माण गर्नको लागि कम्पनी खोल्नुपर्छ। हामी कहीँनिर पनि गएर यो क्लासरुममा नै वस्तु निर्माण गरौँ भनेर त हुँदैन नि त, कुनै पनि एउटा कम्पनी सङ्गठन खोल्नु पर्यो। त्यो कम्पनीमा चाहिँ अनि फेरि कम्पनी खोल्नको लागि ल्यान्ड चाहिन्छ, जमिन चाहियो। त्यसैले ल्यान्ड भयो एउटा फ्याक्टर अफ प्रोडक्सन। अर्को भनेको लेबर भनेको चाहिँ त्यो कम्पनीमा काम गर्ने मान्छेहरू जसले चाहिँ वस्तु निर्माण गर्नमा सहयोग गर्छन् है, त्यसलाई चाहिँ लेबर भनेर भनिन्छ। ल्यान्ड र लेबर भएर मात्र फेरि हुँदैन, क्यापिटल चाहियो। क्यापिटल किन चाहियो? वस्तु निर्माण गर्नको लागि त र मटेरियल्स, कच्चा पदार्थहरू चाहियो नि त। कच्चा पदार्थ ल्याउनको लागि पैसा चाहियो, लेबरलाई काममा लगाउनको लागि पैसा चाहियो, सो क्यापिटल चाहिन्छ। त्यसलाई चाहिँ फ्याक्टर्स अफ प्रोडक्सनहरू भनेर ल्यान्ड, लेबर, क्यापिटल, अर्गनाइजेसन यिनीहरूलाई चाहिँ भनिन्छ। अब इकोनोमिक गुड्सको इक्जाम्पलहरू भनेको सुज, क्लथ्स अनि फेरि मेडिसिनहरू चाहिँ इकोनोमिक गुड्सको इक्जाम्पल। अब हेरौँ ट्रान्सफरेबल एन्ड नन ट्रान्सफरेबल गुड्स। ट्रान्सफरेबल गुड्स भनेको के हो र नन ट्रान्सफरेबल गुड्स भनेको के हो? द गुड्स एन्ड सर्भिसेस हुज ओनरसिप क्यान बी चेन्ज फ्रम पर्सन टु पर्सन आर। सर्भिसेस नभने पनि हुन्छ है यसमा चाहिँ। द गुड्स हुज ओनरसिप क्यान बी चेन्ज फ्रम पर्सन टु पर्सन आर कल्ड ट्रान्सफरेबल गुड्स। यस्ता वस्तुहरू जसको अनरसिप चाहिँ एक मान्छेबाट अर्को मान्छेमा ट्रान्सफर गर्न सकिन्छ वा एक मान्छेबाट अर्को मान्छेमा चेन्ज गर्न सकिन्छ भने चाहिँ त्यस्तो वस्तुलाई नै हामी ट्रान्सफरेबल गुड्स भनेर भन्छौँ। इक्जाम्पलको लागि ल्यान्ड, बिल्डिङ, टेलिभिजन एट्सेट्रा। इक्जाम्पल है, यो हाम्रो घर होइन, जुन चाहिँ हामीले मानौँ म जमिन किन्दैछु रे है, ल्यान्ड किन्दैछु। ल्यान्ड अहिले मसँग छैन रे, म अर्को मान्छेबाट किन्दैछु। अर्को मान्छेले त्यो जमिन मबाट पैसा लिएर आफ्नो जमिन मेरो नाममा गर्ने हो नि त। त्यो जमिनको ओनरसिप चाहिँ ट्रान्सफर भयो। अर्को ए भन्ने मान्छेले म बी भन्ने मान्छेलाई चाहिँ जमिन ट्रान्सफर गर्यो, मबाट केही कस्ट लिएर है, मबाट पैसा लिएर चाहिँ उसले आफ्नो ओनरसिप मेरोमा ट्रान्सफर गर्यो। ल्यान्ड चाहिँ मेरो हुने भयो। अब पहिला उसको थियो, मैले पैसा दिएँ, उसले ल्यान्ड ट्रान्सफर गरेर मेरोमा गर्यो। अब चाहिँ ल्यान्ड मैले यो मेरो जमिन हो भनेर देखाउन सक्छु है। त्यस्तो गुड्सलाई चाहिँ ट्रान्सफरेबल गुड्स भनेर भनिन्छ। The goods whose ownership cannot be changed are called non-transferable goods. Example, teachers, doctors, engineer, etc. यस्तो वस्तुहरू जसको ओनरसिप चाहिँ सक्दैन त्यस्तो वस्तुहरूलाई चाहिँ नन ट्रान्सफरेबल गुड्स भनेर भनिन्छ। इक्जाम्पलको लागि डक्टरले म आफ्नो ओनरसिप ए भन्ने डक्टर छ र बी भन्ने साधारण मान्छे छ। एले चाहिँ म आफ्नो ओनरसिप तिमीलाई दिन्छु भनेर भन्न पाउँदैन वा त्यो ट्रान्सफर नै हुँदैन। किनभने चाहिँ बीलाई त केही नलेजै छैन डक्टरको बारेमा। ऊ त अहिले इक्जाम्पलको लागि ऊ बी भन्ने मान्छे 9 क्लासमै पढिरहेको छ र डक्टरको अब गयो म तिमीलाई आफ्नो ओनरसिप ट्रान्सफर गर्छु भनेर डक्टरले नि भन्न पाएन र बी भन्ने मान्छे जुन 9 क्लासमा पढिरहेछ उसले पनि तपाईँको ओनरसिप मलाई दिनुहोस् भनेर भन्न पाउँदैन। किनभने चाहिँ केही नलेज स्किल नै हुँदैन नि त। नलेज स्किल भए तापनि ट्रान्सफर गर्न मिल्दैन। अब है स्किनको डक्टर छ अरे, स्किनको डक्टर हुनुहुन्छ भने चाहिँ स्किनको डक्टर आएर भिडियो एक्सरे गर्न त सक्दैन नि त। भिडियो एक्सरेमा के भइरहेको छ भन्ने कुरा त थाहै हुँदैन। सो एउटाको ओनरसिप अर्कोमा ट्रान्सफर गर्न सकिँदैन भनेको यही हो है। स्किनको डक्टर आएर
स्किनको डक्टरले स्किनकै उपचार गर्नु पऱ्यो, एक्सरेको डक्टरले एक्सरे नै निकाल्नु पऱ्यो। स्किनको डक्टर म एक्सरे गर्छु भन्न मिल्दैन भन्ने कुरा चाहिँ ट्रान्सफरेबल गुड्समा आउँछ। कन्ज्युमर एन्ड प्रड्युसर गुड। कन्ज्युमर एन्ड प्रड्युसर गुड भनेको इफ पिपल गेट इमिडिएट सेटिस्फ्याक्सन बाई कन्ज्युमिङ गुड्स दे आर कन्ज्युमर गुड्स। इक्जाम्पल फुड, क्लथ, सुज एट्सेट्रा। यदि मान्छेहरूले चाहिँ त्यस्तो वस्तुहरू कन्ज्युम गर्दाखेरि, त्यस्तो वस्तुहरूलाई उपभोग गर्दाखेरि नै सन्तुष्टि प्राप्त गर्छन्, त्यति बेला नै सन्तुष्टि प्राप्त गर्छन् भने चाहिँ त्यस्तो वस्तुहरूलाई नै कन्ज्युमर गुड्स भनेर भनिन्छ। इक्जाम्पलको लागि खाना, फुड, क्लथ्स। हामी त्यो बजारमा क्लथ देख्छौँ, त्यो क्लथ किन्ने मन लाग्छ, किन्यौँ, लायौँ, हामी त्यति बेला नै सन्तुष्ट भयौँ। त्यस्तो गुड्सलाई चाहिँ कन्ज्युमर गुड्स भनेर भनिन्छ। प्रड्युसर गुड्स भनेको इफ द गुड्स आर युज्ड इन द प्रोडक्सन अफ अदर गुड्स एन्ड सर्भिसेस दे आर कल्ड प्रड्युसर गुड। यदि एउटा वस्तु चाहिँ अर्को वस्तुको प्रोडक्सन, अर्को वस्तु उत्पादन गर्नमा प्रयोग हुन्छ भने चाहिँ एउटा वस्तु अर्को वस्तु उत्पादन गर्नमा प्रयोग हुन्छ भने चाहिँ त्यस्तो वस्तुलाई नै प्रड्युसर गुड्स भनेर भनिन्छ। इक्जाम्पलको लागि मेसिन है। एउटा मेसिन आफैमा एउटा वस्तु हो, तर त्यो मेसिन फेरि त्यो चाउचाउ बनाउनमा प्रयोग हुनसक्छ। चाउचाउ बनाउनलाई त मेसिन चाहियो नि त। त्यो मेसिन आफैमा पनि वस्तु हो, तर त्यो मेसिन चाउचाउ बनाउनमा पनि उपयोग हुन्छ भने चाहिँ त्यसलाई प्रड्युसर गुड भनेर भनिन्छ। अब चाहिँ प्राइभेट एन्ड पब्लिक गुड। इफ अ पर्सन ह्याज सोल राइट अन द प्रडक्ट इट इज नोन एज प्राइभेट गुड। इक्जाम्पलको लागि हाउस, कार एट्सेट्रा। यदि मान्छे आफ्नो मात्रै अधिकार छ, कुनै पनि वस्तुमा आफ्नो मात्रै अधिकार छ भनेको चाहिँ त्यस्तो वस्तुलाई प्राइभेट गुड भनेर भनिन्छ। इक्जाम्पलको लागि हाम्रो घर, कार, गाडी एट्सेट्रा। इफ अ पर्सन डज नट ह्याभ देयर सोल राइट अन प्रडक्ट इट इज नोन एज पब्लिक गुड। इक्जाम्पल रोड, हस्पिटल्स, पब्लिक स्कुल्स एट्सेट्रा। यदि मान्छे आफ्नो कुनै पनि वस्तुमा यदि मान्छे आफ्नो अधिकार छैन, आफ्नो सोल राइट छैन भनेपछि त्यसलाई चाहिँ पब्लिक गुड भनेर भनिन्छ। जस्तै रोड हामीले बनाएका होइनौँ, रोड हाम्रो पनि होइन, रोड चाहिँ गभर्मेन्टले बनाएको हो। अनि त्यस्तै गरी हस्पिटल पनि सरकारले बनाएको। पब्लिक स्कुल्स, सरकारी स्कुलहरू जुन सरकारले बनाएको हो, यस्तोमा चाहिँ हाम्रो राइट हुँदैन, हाम्रो अधिकार हुँदैन। हाम्रो घर, गाडीमा चाहिँ हाम्रो अधिकार हुन्छ। त्यस्तो गुड्सलाई चाहिँ जसमा हाम्रो अधिकार हुँदैन त्यस्तोलाई पब्लिक गुड्स भनेर भनिन्छ। जसमा हाम्रो आफ्नो मात्र अधिकार हुन्छ, जस्तै हाम्रो बुक पब्लिक हुन सक्दैन। हाम्रो बुक त हामीले आफूले पैसा हालेर किनेको हो नि, त्यसो त्यो प्राइभेट हुन्छ। अनि फेरि पेरिसेबल एन्ड नन पेरिसेबल गुड्स। इफ द गुड्स क्यान नट बी रियुज्ड आफ्टर युजिङ इट वान्स इट इज पेरिसेबल गुड्स। इक्जाम्पल पेट्रोल, वुड एट्सेट्रा। एउटा यस्तो वस्तु जो चाहिँ एकचोटि प्रयोग भइसक्यो भनेपछि अर्कोचोटि प्रयोग हुन सक्दैन, अर्कोचोटि प्रयोग गर्न सकिँदैन भनेपछि त्यस्तो वस्तुलाई चाहिँ पेरिसेबल गुड्स, नाशवान वस्तु भनेर भनिन्छ। इक्जाम्पलको लागि पेट्रोल। बाइकमा पेट्रोल हाल्दाखेरि एक दिन मात्रै चल्छ, त्यसलाई हामी अहिले पेट्रोल हालेर चलाउँछु, आज पेट्रोल हाल्यो भने चाहिँ त्यो 1 महिनासम्म चल्दैन नि त। आज पेट्रोल हाल्यो भने चाहिँ आज या भोलिसम्म चल्छ, पछि अझ फेरि हामीले हाल्नुपर्ने हुन्छ। दाउरा एकचोटि आगो बाल्दाखेरि सिद्धिन्छ, त्यसलाई दोस्रोचोटि उपयोग गर्न सकिँदैन। सो त्यो चाहिँ पेरिसेबल, नाशवान गुड्स हो। अनि इफ द गुड्स क्यान बी युज्ड अगेन एन्ड अगेन फर सम स्पेसिफिक पर्पज इट इज कल्ड नन पेरिसेबल गुड्स। इक्जाम्पल ल्यान्ड, भेहिकल्स एट्सेट्रा। यदि गुड्स एकचोटि मात्रै नभएर पटक प्रयोग हुन सक्छन् भने चाहिँ त्यस्तो वस्तुहरूलाई चाहिँ नन पेरिसेबल गुड्स भनेर भनिन्छ। नन पेरिसेबल गुड्स ल्यान्ड भयो। ल्यान्डलाई चाहिँ हामी नन पेरिसेबल पटक प्रयोग गर्न सक्छौँ। कति बेला त्यसमा घर बनाउन सक्छौँ, कति बेला त्यसलाई त्यसमा बिजनेस बनाउन सक्छौँ, एउटा सङ्गठन बनाउन सक्छौँ नि त। हो त्यसैले ल्यान्ड चाहिँ नन पेरिसेबल गुड्स भयो। भेहिकल पनि नन पेरिसेबल भयो। त्यो एकचोटि किन्यो भनेको चाहिँ अब हामी 10औँ-20औँ वर्षसम्म किनिराख्नु पर्दैन। एक वर्षमा 10औँ-20औँ वर्षसम्म हामी चलाउन सक्छौँ, त्यसैले त्यो नन पेरिसेबल गुड्स भयो। अर्को चाहिँ छ एउटा गिफिन गुड्स भनेर है। अ गिफिन गुड इज अ स्पेसल केस अफ एन इन्फेरियर गुड अफ विच पिपल बाई लेस वेन देयर इन्कम राइजेस। गिफिन गुड्स भनेको चाहिँ
जब मान्छेको इन्कम राइज हुन्छ, जब मान्छेको स्यालेरी बढ्छ वा जब मान्छेले अलि बढी कमाउँछ, अलि बढी कमाउँदाखेरि त्यस्तो वस्तुहरूको डिमान्ड चाहिँ मार्केटमा घट्छ। मान्छेको इन्कम राइज हुँदाखेरि त्यो प्रडक्टको डिमान्ड मार्केटमा घट्छ भनेपछि त्यस्तो वस्तुलाई गिफ्ट एन्ड गुड्स भनेर भनिन्छ। यसलाई एउटा इन्फेरियर गुड पनि भनिएको छ, जसलाई चाहिँ पिपलले चाहिँ अरे आफ्नो, जस्तै अहिले म 10,000 मेरो स्यालेरी हुँदाखेरि त्यो वस्तु किन्छु भनेपछि यदि मेरो 20,000 स्यालेरी छ भने चाहिँ म त्यो वस्तु एकदमै कम किन्छु भनेर भनिएको छ। त्यस्तो वस्तुलाई चाहिँ गिफ्ट एन्ड गुड्स भनेर भनिन्छ। अर्को चाहिँ छ नेसेसरी कम्फर्ट एन्ड लग्जरी गुड्स। नेसेसरी कम्फर्ट एन्ड लग्जरी गुड्स भनेको द गुड्स विच आर हाइली नेसेसरी फर म्यानेजिङ द डेली लाइफ अफ द कन्ज्युमर्स आर कल्ड नेसेसरी गुड्स। इक्जाम्पल फुड, क्लथ, फ्युल एट्सेट्रा। नेसेसरी गुड्स भनेको एकदमै जरुरी सामान, अति जरुरी सामान, जसलाई चाहिँ The goods which make the work easy and simple are comfort goods. Example calculator, computer, cycle etc. यस्तो वस्तुहरू जसले हाम्रो एक्टिभिटीहरू एकदमै इजी, सजिलो र सरल, सिम्पल बनाइदिएको छ, त्यस्तो गुड्सलाई चाहिँ कम्फर्ट गुड्स भनेर भनिन्छ। इक्जाम्पलको लागि क्यालकुलेटर, कम्प्युटर, साइकलले एक ठाउँबाट अर्को ठाउँमा हिँडेर जाँदा वा साइकलमा जाँदा छिटो पुगिन्छ, त्यो आफै गेस गर्न सक्नुहुन्छ। अभियसली साइकलमा छिटो पुगिन्छ। सो साइकलले हाम्रो वर्क इजी पनि बनाइदिएको छ, सिम्पल पनि बनाइदिएको छ। क्यालकुलेटर कुनै पनि क्यालकुलेसन, म्याथमेटिकल क्यालकुलेसन गर्दाखेरि हातले गर्दा छिटो हुन्छ कि मुखले गर्दा छिटो हुन्छ कि क्यालकुलेटरले गर्दा छिटो हुन्छ? अभियसली क्यालकुलेटरले गर्दा त्यसले इजी र सिम्पल बनाइदिएको छ हाम्रो कामलाई भनेर त्यस्तोलाई कम्फर्ट गुड्स भनेर भनिन्छ। द गुड्स विच आर नट नेसेसरी फर म्यानेजिङ द डेली लाइफ आर कल्ड लग्जरी गुड्स। इक्जाम्पल मोटरसाइकल, टेलिभिजन, कार, फर्निचर एट्सेट्रा। यस्तो वस्तुहरू जो चाहिँ हाम्रो डे टु डे डेली लाइफका कुराहरू गर्न है, डेली लाइफमा चाहिँ काम लाग्दैनन्। मतलब आज त्यो भए पनि ठिक हुन्छ, नभए पनि ठिक हुन्छ, भोलि पनि त्यो छ भने ठिक, नभए पनि ठिक भनेर हामी जसलाई भन्न सक्छौँ त्यसलाई चाहिँ हामी लग्जरी गुड्स भनेर भन्छौँ, जो चाहिँ डे टु डे एक्टिभिटीहरू म्यानेज गर्न नेसेसरी हुँदैन। जस्तो इक्जाम्पलको लागि मोटरसाइकल, टेलिभिजन, कार त अहिले हामीसँग छैन नि त, हो त्यो लग्जरी गुड्स हो। लग्जरी गुड्स किनभने चाहिँ त्यो डे टु डे चाहिँदैन। अब आज छ भोलि आज छैन, भोलि हुन पनि सक्छ। त्यो लग्जरी गुड्सहरू हो, हामीलाई किन्ने मन लागेको बेला किन्छौँ, किन्ने मन नलागेको बेला बेच्दिन पनि सक्छौँ। त्यस्तोलाई लग्जरी गुड्स भनेर भनिन्छ। नर्मल गुड्स एन्ड इन्फेरियर गुड्स। नर्मल गुड्स एन्ड इन्फेरियर गुड्स। नर्मल गुड्स र इन्फेरियर गुड्स। नर्मल गुड्स भनेको द क्वान्टिटी डिमान्डेड अफ सच substitute goods and complementary goods. The goods which have same usage are substitute goods. One can be used in place of the other. Example tea and coffee. यस्ता वस्तुहरू जसको चाहिँ एकै प्रकारको युज हुन्छ, एकै प्रकारको काम हुन्छ, त्यस्तो वस्तुहरूलाई चाहिँ सब्स्टिट्युट गुड भनेर भनिन्छ। Substitute goods and complementary goods. The goods which have same usage are substitute goods. One can be used in place of the other. Example tea and coffee. यस्ता वस्तुहरू जसको चाहिँ एउटै प्रकारको काम हुन्छ भनेपछि त्यसलाई चाहिँ सब्स्टिट्युट गुड भनेर भनिन्छ। एउटा वस्तु अर्को वस्तुको ठाउँमा प्रयोग हुन सक्छ। इक्जाम्पलको लागि टी र कफी। एउटा पसलमा हामी गयौँ, चिया पसलमा जाँदाखेरि चिया दिनु साउजी भनेर भन्दाखेरि चिया त अहिले भर्खर सिक्यो, बरु कफी छ भन्दाखेरि हुन्छ कफी नै खाउँ भनेर भन्छौँ नि त, किनकि टी र कफीले दिने एउटा सेटिस्फ्याक्सन लेभल सेम हुन्छ कि टी चाहिँ सप्लिमेन्टको रूपमा युज गर्न सकिन्छ कफीको, त्यसलाई चाहिँ सब्स्टिट्युट गुड भनेर भनिन्छ। अनि कम्प्लिमेन्ट्री गुड्स भनेको द गुड्स द्याट आर कन्ज्युम्ड विथ एनदर गुड्स इज कम्प्लिमेन्ट्री गुड्स। यस्ता वस्तुहरू जो चाहिँ अर्को वस्तुसँग नभई नहुने हुन्छ है, त्यस्तो वस्तुहरूलाई चाहिँ कम्प्लिमेन्ट्री गुड्स भनेर भनिन्छ। त्यो वस्तुसँगै जसरी पनि युज गर्नुपर्ने हुन्छ। इक्जाम्पल पेन एन्ड इङ्क।
पेन र इङ्क बिना पेन चल्दैन, कामै छैन। सो इङ्क एन्ड पेन चाहिँ कार एन्ड पेट्रोल बिना कार नै चल्दैन। त्यस्तो गुड्सहरू चाहिँ कम्प्लिमेन्ट्री गुड्सहरू भयो, जो चाहिँ एकअर्का बिना चल्नै सक्दैन। लाइक हजुरहरूको इक्जाम्पल दिँदाखेरि मोमोसँग चटनी, चटनी बिना त मोमो खाइँदैन नि। त्यस्तै हो इक्जाम्पलहरू है। ओके, थ्याङ्क यू। अहिलेलाई यति नै गरौँ।